ल है साथीहरु यस्तो है गाउँले जीवन चाहिँ गाउँमा चाहिँ शहरमा बस्दाखेरिको अनुभवहरु गाउँमा अर्कै हुन्छ है। तपाईहरुले चाहिँ खै गाउँघरको यस्तो अनुभवहरु कचे पनि लाग्दैन। अनि हामी चाहिँ क्या मैले घाँस दाउरा काट्दाखेरि चाहिँ सधैँ लाउने लुगा मेरो यो हो, जहिले यो मात्रै लाउँछ भन्नुहुन्छ होला हैन, तर मैले चाहिँ त्यो जहिले लाएको हैन। अनि यो चाहिँ हामीले खासमा बाख्राको घाँस काटेको हो। हाम्रोमा चाहिँ बाख्राले यसरी जे पनि खान्छ खान्छ। तपाईहरुकोमा खान्छ कि खाँदैन? उनीहरु सबै खान्छ क्या बाख्राले। अब पहिला बाख्राको घाँस भारी पुग्ने डोको हेर्नुस् त, यस्तो ठुलो हुन्छ गाउँको डोको है। गाउँको डोको चाहिँ यस्तो हुन्छ अनि यस्तोमा नामलाई यस्तो ढिलाएर लानुपर्छ। बाख्राको घाँस पुर्याएर दुईटा गाई छ हाम्रो, दुईटा गाईको लागि यता देखाउ त, त्यतातिर काट्नुपर्छ ल साथीहरु, हेर्दै गर्नुस्। अब भरै भारी पुगेको मात्र म त